Hello guys, namaste and hello, welcome back to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। आई होप अनि आजको भ्लगको स्टार्ट रहेको छ आफ्नै कोठाबाट अनि म चाहिँ बिहान उठ्ने बित्तिकै भ्लग स्टार्ट गरेँ अनि आन्टीले चाहिँ उठेर पनि कपडा धुनलाई रेडी पार्दै हुनुहुँदो रहेछ अनि मलाई चाहिँ जिस्काउनु भयो क्या आन्टीले। अनि म चाहिँ यस्तो हाँस्दै उठेँ अनि हल्का हेल्प गर्छु भनेर अनि फ्रेस हुनुपर्ने हुन्छ हामी चाहिँ फ्रेस हुन गयौँ बाहिर अनि फ्रेस हुँदै थियो अनि मैले आन्टीले गएर जिस्काइदिएको कि अनि आन्टीले चाहिँ त्यहाँ के गरेर नाटक गर्दै हुनुहुन्थ्यो नि त। हामी त साथी हो नि त फेरि आन्टी छोरी भन्दा पनि अनि बाहिरबाट चाहिँ जस्तो देख्यो भने अनि हामी चाहिँ साथी हो नि त। अनि आन्टीले चाहिँ मुख धुनुभयो अनि यो चाहिँ हो अनि हामीले चाहिँ अमिलो खाने प्लान बनाएको थियो अनि अमिलो खाऊँ न त नि भनेर अनि हामी चाहिँ अमिलो खानालाई भनेर रेडी पार्दै थियौँ कि तर अमिलो चाहिँ देखेर रहेनछ क्या। तर हामीले चाहिँ अमिलो खाँदैछौँ अनि मलाई नुन खोर्सानी पिना भने चुरुक्क उठेँ अनि यही हो हाम्रो अमिलो चाहिँ वाउ खतरा देखिरहेको रहेछ। अनि हामीले आन्टीलाई भ्लग गर्नु न त म नुन खोर्सानी पिन्छु भने अनि नुन खोर्सानी पिनेर पनि आइसकेँ अनि यो चाहिँ हो हाम्रो अमिलो। यस्तो मिठो थियो नि गाइस अनि दिदीले चाहिँ क्या दामी खानुभयो तर मेरो आन्टीको फर्स्ट रियाक्सन यस्तो भयो म कसरी खानु भन्ने सोचिरहेको थिएँ अनि खाइरहेको थिएँ। मेरो चाहिँ अहिले पनि मुखबाट पानी आएर चाहिँ गाइस अनि यस्तो मिठो भएको थियो नि अनि मैले खाएँ होइन। मैले खाने बेला पनि अनि त्यो उहाँहरूले चाहिँ नमोलिकन नै खानुभएको थियो नि त अनि म चाहिँ मोल्दै थिएँ कि म पनि अब खान्छु भनेर चाहिँ अनि मैले सोचेँ अनि त्यस पछाडि त फेरि खतराले खाइरहेको अरे के खतरा भयो अनि खतरा यम्मी भन्दै खाइरहेको थिएँ नि त दिदीहरू अनि आन्टीले चाहिँ भ्लग गर्दै हुनुहुन्थ्यो अनि म चाहिँ यता थिएँ मोल्दै थियौँ क्या उहाँ चाहिँ अनि खानुभयो क्या वाउ। मैले तर खानै सकेन क्या म र आन्टीले चाहिँ दिदीले चाहिँ हल्का खानुभयो अनि आन्टी र मैले चाहिँ धेरै खान सकेन अनि रियाक्सन हेर्नु नि त्यो आन्टीको फेरि आमामा मेरो रियाक्सन कस्तो हुन्छ हेर्नु है त गाइस। सिगम फालेर अनि म चाहिँ खान लाग्यो अनि खाएको रियाक्सन हेर्दा चाहिँ फेरि हे भगवान् खाएन चाहिँ मैले गम्मै खाएँ फर्स्ट बाइट ल भन्दै अनि लास्टमा त मेरो रियाक्सन हेर्नुहोस् गाइस अनि यति धेरै थियो नि अनि हामीले खान पनि सकेन लास्टमा चाहिँ मलाई चाहिँ पिरो लास्टै लाग्यो अनि त्यही भएर म चाहिँ पिरो नभए जस्तो लाएर मैले चाहिँ चिनी पनि थपिदिएँ। दिदीले चाहिँ कम खाइरहेको थियो क्या फेरि क्या मिठो मान्दै खाइरहेको थियो अनि त्यही हो अनि हामीले चाहिँ यस्तै हो हाम्रो खाना रहरमा त